कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप। अमेरिकामा बसोबास गर्दै आएकी एक नेपाली युवतीले चर्चित कलाकार सागर लम्साल बलेमाथि आफूलाई बलात्कार गरेको गम्भीर आरोप लगाएकी छिन्। पीडितका अनुसार करिब 1 वर्ष अघि सांस्कृतिक कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका लम्सालले विश्वासको फाइदा उठाउँदै आफ्नै अपार्टमेन्टमा आफूमाथि जबरजस्ती गरेका हुन्। लामो समयदेखि पारिवारिक चिन्जान र दाजुको नाताले विश्वास गरेर आफ्नो कोठा देखाउन लैजाँदा आफ्ना व्यक्तिगत र स्वास्थ्यका पीडाहरू सुनाइरहेकै अवस्थामा लम्सालले आफूलाई राक्षसी व्यवहार गरेको ती युवतीले सामाजिक सञ्जाल मार्फत उल्लेख गरेकी छिन्। सानैदेखि मानसिक समस्या, डिप्रेसन र एन्जाइटीसँग जुधिरहेकी उनले परिवार टुट्ने डरले लामो समयसम्म यो घटना चुपचाप राखेको, तर अहिले जीवित लास जस्तो भएर बाँच्नु परेकोले हिम्मत जुटाएर सत्य बाहिर ल्याएको बताएकी छिन्। आफूले कानुनी न्याय पाउनेमा शंका व्यक्त गरे पनि दोषीले आफ्नो कर्मको फल भोग्नुपर्ने र अन्य कोही पनि यसरी शिकार हुन नपरोस् भन्ने उनको चाहना रहेको छ। यस विषयमा आरोपित कलाकार लम्सालको आधिकारिक धारणा भने अहिलेसम्म सार्वजनिक हुन सकेको छैन।